बुढापाकाहरूले भन्न त भन्थे नि मेहनतको फल मिठो हुन्छ भनेर, तर आज आफैले थाहा पाइयो। आज भने घरमा एक बोरा मकै छडाउनु पर्ने थियो, त्यसैले छिमेकीकोमा गएर मिसिन लिएर आउँछु। अनि मकैबारी दर्याम दर्याम भन्दै मकै छडाउन थालेको त कतिखेर एक डाला छोडाएछु थाहा नै भएन। म त फेरि मकै छडाउन एक्सपर्ट परे नि त। अनि आफू त फुच्चे चौचौ लबर परियो, 24 घण्टा फुच्चे चौचौ पार्टी हान्छु। यो बिना त दिन नै खल्लो खल्लो लाग्छ। अनि यो मेरो साइकल बिक्रीमा छ है त गाइजहरु, किन्न जाने मान्छेले आधी किलो मासु दिएर लग्दा हुन्छ, मैले आरामले दिइहाल्छु। त्यसपछि ऐने अलिकति काम के गरेको थिए आँखै अगाडि यहाँ प्रकट भइदिइहाल्छ। बल्ल थाहा भयो कि मेहनतको फल त मिठै हुने रहेछ। यदि हजुरहरुलाई पनि आप मिठो लाग्छ भने कमेन्ट गर्न नभुल्नु होला। आजको लागि यति नै। यदि भ्लग राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गर्न पनि नभुल्नु होला।